नमस्ते साथीहरू, आज म एग प्लान्टको अचार बनाउँदैछु। पहिला एग प्लान्टलाई काट र प्यानमा मजाले फ्राई गरेर पकाउने। हल्का पानी हाल्ने, फेरि मजाले पकाउने। बेसार हाल्ने, सुकेको खोर्सानी हाल्ने, नुन हाल्ने, जिरा र धनियाँको धुलो हाल्ने, हल्का चिली पाउडर र मजाले पकाउने। फेरि पाकेको छ कि छैन चेक गर्ने मजाले। टमाटरलाई आगोमा पोल्ने, कालो कालो सबै निकाल्ने। अनि पाकेको फ्यान्टालाई फेरि टमाटो, गार्लिक, हल्का पानी राखेर ब्लेन्ड गर्ने। अलि मिठो स्वादको लागि टिमुर पनि हालेको छु मैले। अब मिक्स गर्ने सबै र अब हाम्रो फ्यान्टाको अचार रेडी हुन्छ।